हेलो साथीहरु, नमस्ते। आज म यो प्लान्टलाई रिपोर्टिङ गर्न जाँदैछु। यो प्लास्टिकको गमलामा राखेको सानो भयो। यो यसपालि चाहिँ अलि हुर्केर ठुलै भएको छ। अब यसलाई ठुलो माटोको गमलामा 20 इन्चको गमलामा रिपोर्ट गर्दैछु म यसलाई। यस्तो गेडा मल छ यो। यसलाई यति मिसाइदिन्छु अनि यो हड्डीको धुलो, यो हड्डीको धुलो हो, यो पनि राखिदिन्छु। अनि यसमा यो तोरीको तेल निकालेपछि बाँकी रहेको छोक्रा मस्टर्ड केक भन्छ यसलाई, यो पनि राखिदिन्छु। यसरी मलहरू मिसाएर माटो रेडी गर्ने हो। पानी जाने यो वाटर होल, यसलाई बन्द गर्न यस्तो ढुङ्गाहरू, सानो सानो ढुङ्गाहरू लिएको छु मैले। यसरी यो राखिदिनु पर्छ यसमा। यसरी यो पानी जाने ठाउँमा यसरी ढुङ्गाले प्वाल बन्द गरिदिन्छु मैले। ल साथीहरू, मैले यहाँ चाहिँ बिरुवालाई रिपोर्ट गरिदिएँ। यो 20 इन्चको गमला हो। यो अघि मैले सबै मलहरू राखेर पिनाको धुलो, हड्डीको धुलोहरू सबै राखेर यो तयार गरेको माटो यसमा राखिदिएँ। अब यो रेडी भयो। ल, रिपोर्टिङको काम पनि सकियो साथीहरू। अब चाहिँ फुल मजाले फुल्छ होला। पहिलाको त्यो गमला। ल साथीहरू, मेरो गमला रेडी भयो, हेर्नुहोस् त, रिपोर्ट गरेको। अब यहाँ पानी राखिदिन्छु अनि यसलाई 2-4 दिन अलि घाम राम्रो नलाग्ने ठाउँमा राखिदिने। त्यसपछि यो बिरुवा सर्छ। यसपालि त धेरै फुल फुल्छ होला यसमा। हेर्नुहोस् त कति राम्रो भयो है। पानी पनि राखिदिएँ। ल, आजको काम सकियो साथीहरू।